आज नानी 6 दिनको पुगिन्। आज यिनको छैटी पूजा। विशेष त त्यस्तो केही पनि छैन, त्यही पनि एउटा दियो बालेर नानीलाई छैटीको शुभकामना दिन थालेको। भन्छन् आज भाबीले भाग्य लेख्ने दिन रे। अवश्य पनि भाबीले मेरो छोरीको भाग्य राम्रो लेखिदिनु हुनेछ। ज्ञानी असल निरोगी बन्नु सधैँ। दिनभरि सुती छिन्, अहिले अब उठ्न खोजी छिन्, हाई गरिरहेछिन्। एकदम ज्ञानी बन्नु, असल, इमान्दारी, सम्पूर्ण कुराले ज्ञानी हुनु भन्न त खासै केही पनि आउन्न। ह्याप्पी छैटी पूजा सानी, लभ यु बेबी। अनि भाग्य अवश्य राम्रो लेखिदिनु भगवान् मेरो छोरीको।